जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। हेलो गाइस, मेरो नाम चाहिँ मनिषा लेपकोटा हो। म चाहिँ तुलसीपुर मेट्रो कलेजमा बिएसटिएम थर्ड सेमिस्टर पढिरहेको छु होइन। के हो? अनि आज चाहिँ मेरो इक्जाम थियो, फाइनान्सको इक्जाम थियो भन्ने कुरा पनि मैले फाइनान्स नै थियो भन्ने कुरा पनि मैले कलेज आएर थाहा पाएँ। मलाई तबसम्म थाहा नै थिएन मेरो आज फाइनान्सको इक्जाम हो भनेर है। चल झुटा। अनि मैले चाहिँ अर्को पढेर आएको थिएँ, तर मेरो इक्जाम चाहिँ आज बिग्रेको छ। मैले त्यस्तो पनि देखेको छैन। यस्तो भन्यो भने बाबाले मार्नुहुन्छ। कुछ भी मुझे भी तभी मालूम चला है। तर मैले पढेरै आएको थिएँ है आउँदै। अनि उहाँ चाहिँ मेरो साथीहरूको इक्जाम के कस्तो भयो सोध्न चाहन्छु। साथी मलाई चिन्यो? म हरिबहादुर। हजुर, आजको इक्जाम के कस्तो रह्यो तपाईँको? एकदम कस्तो टेन्सन भयो। यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिन त, के भएको? उहाँ धेरै बोल्न सक्ने स्थितिमा हुनुहुन्न। त्यही भएर उहाँलाई हामी नरौ साथी भन्दै सान्त्वना दिन्छौँ, बित्त दिन्छौँ। त्यही पनि बहुत तेज हो रहा है, बहुत तेज हो रहा। ल अर्को साथी, तपाईँको इक्जाम के कस्तो भयो? मेरो इक्जाम घरमा एकदम तरकारीको सर्टेज थियो, त्यही भएर मैले यहीँबाट आलु लगेर जान्छु। त्यो आलु चाहिँ एकदम अब तरकारी एकदम पनि मिक्स हुन्छ, त्यही भएर आलु लगेर यहाँले प्रत्येक सेमेस्टरमा 1 गुन्टा आलु चाहिँ लग्छ। गजब बेइज्जती है। एक बोरा 1 गुन्टा आलु चाहिँ लगेर जानु चाहिँ फर्स्ट सेमेस्टरमा होइन रे, सेकेन्डमा लगेर जानु, थर्डमा पनि लगेर जानु चाहिँ मैले नि लक्ष्य पट्याटो कोई बात नहीं, हम तो चूतिए हैं, दोबारा ट्राई करेंगे। और क्या मम्मी, म तपाईँलाई यहीँबाट भन्न चाहन्छु कि हाम्रो घर आलुको सर्टेज अब हुँदैन, किनकि छोरीले अब आलु धेरै ल्याउने कोसिस गरिरहेको छ भन्दै मेरो भ्लग तपाईँहरू सबैले हेरिदिनुहुन्छ। मारो हमको जिंदा मत छोड़ो सालो। मेरो टपरले भन्नुहुन्छ नि त फेरि फेरि क्लास टपर हुनुहुन्छ, तर अहिले चाहिँ फाइनान्स लगाउनु भएको छ उहाँले पनि। चाइनिज भन्यो कि चाइनिज मेरो पनि चाइनिज लागिरहेछ। कौन है ये लोग? कहाँ से आते हैं? ल यति भन्दै चाहिँ मेरो भ्लग हेरिदिनु ल, भ्लग है हेरिदिनु होला। बाई गाइज, बाई 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 बाई। खत्म। बाय बाय, टाटा, गुड बाय, गया।